यहीँ चितवनमा यसलाई नाइट्रोजन त हाम्रो डिएपीमै हुन्छ है। त्यही भएर सुरुको यसको फेसमा स्टार्टिङमा चाहिँ अलिकति ग्रोथ गर्नलाई एकचोटि नाइट्रोजन दिएपछि हामीले चाहिँ डिएपी र पोटास अनि मैले चाहिँ अझै 2 बोरा घोल्दाखेरि 2 बोरा डिएपी 2 बोरा पोटास 1 बोरा युरिया नाइट्रोजन मात्रै चाहिँ कम गर्ने यसले ग्रोथ गर्ने त हो नि। र पछि तपाईँको चाहिँ लगभग तपाईँको बिज कटिसकेपछि पोटास बढाउने डिएपी ठ्याक्कै 0 गरिदिने 2 चोटि अनि त्यसपछिबाट युरिया हल्का दिने। हामीले चाहिँ युरिया भएन भने त्यो मिसाउन यत्तिकै गरेर त्यो बिरुवाले बिचरा मल नखाइकन बसिरहेको हुन्छ कि। यसलाई मैले भर्खर 3-4 दिन भयो हालेको। अब यो राम्रोसँग एकदमै मजाले मौलाएर आउँछ। यो चाहिँ अब यसलाई जोस दिन पनि दिइसक्यो। अब यसलाई अब यो अब भदौ लाग्यो, भदौ असोजको अन्तिमतिर एकचोटि राम्रोले गरेपछि लगभग लास्टमा एकचोटि पोटास र चाहिँ हल्का युरिया दिएपछि भइहाल्यो। यो सूक्ष्म तत्त्व चाहिँ यसलाई मैले अहिले जिङ दिएको छु। अनि त्यो एसएसपी के एसएसपी पनि सिङ्गल सुपर पनि हुन्छ होइन। त्यसमा त्यो जिङमा नि हुन्छ, बोरेक्समा नि हुन्छ कि। त्यसमा कुन मात्रा हामीलाई चाहिएको छ माटो चेक गरेर त्यसो हाल्यो भने त्यसले चाहिँ अझै त्यो एसएसपीले लङ टाइम काम गर्दो रहेछ।